क्रोएसियाको वर्क पर्मिट आयो। अब सी भिजा क्याटेगोरीमा अप्लाई गर्ने कि डी भिजा क्याटेगोरीमा अप्लाई गर्ने भनेर धेरैजना कन्फ्युजन भइराख्नु भएको हुन्छ। वर्क पर्मिट आएपछि गलत भिजा क्याटेगोरी चुज गर्नुभयो भने तपाईको जुन भिजा एप्लिकेसन प्रोसेस हुन्छ त्यसमा नै समस्या पर्न सक्छ। यदि तपाईँ क्रोएसियाको स्टे एन्ड वर्क पर्मिट एप्रुभ भइसकेको छ र क्रोएसिया जान भिजा चाहिन्छ भने सामान्यतया तपाईले लङ स्टे डी भिजाबाट अगाडि बढ्न पर्ने हुन्छ। सबैभन्दा पहिले तपाईले आफ्नो वर्क पर्मिट, त्यसपछि डिसिजन, त्यसपछि तपाईको पासपोर्ट र रिक्वायर सपोर्टिङ डकुमेन्टहरू राम्रोसँग चेक गर्न पर्ने हुन्छ। त्यसपछि क्रोएसियाको डी भिजा सबमिसन प्रोसेस अनुसार अपोइन्टमेन्ट ल्याउने र आवश्यक रिक्वायरमेन्ट अनुसारको डकुमेन्टहरू बनाउन पर्ने हुन्छ। सामान्यतया सर्ट स्टे भिजाका लागि सी भिजा क्याटेगोरी चुज गरिन्छ। वर्क पर्मिट आएको छ भन्दैमा आफू खुसी सी अथवा डीमा अप्लाई नगर्नुहोला। पहिला तपाईले राम्रोसँग तपाईको पर्मिट र तपाईको अन्य डकुमेन्टहरू चेक गर्नुहोला र ट्राभल प्रोसेस अनुसार सही क्याटेगोरी कन्फर्म गरेर अथवा सही क्याटेगोरीको अपोइन्टमेन्ट चुज गरेर अगाडि बढ्नुहोला। यस्तो गर्नुभयो भने तपाईलाई कुनै पनि समस्या हुने छैन। यस्तै क्रोएसिया भिजा डकुमेन्टेसन वा अपोइन्टमेन्ट सपोर्ट चाहिएको छ भने सजिलो सोलुसन नेपाल प्राइभेट लिमिटेडलाई आजै सम्पर्क गर्नुहोला। हस्त, धन्यवाद।